पल्लो चाहिँ हल्दार चोकतिर त होइन हल्दार चोकमा चाहिँ मेरो बहिनी घिम्रे अरियाल 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 चोकैमा त्यो बोर्डिङ छ नि हो त्यो बोर्डिङको यतापट्टिको आसामबाट आएको हो त्यो बोर्डिङमा पढाउँछन् डराउनु पर्ने माइती भन्नै पर्ने भयो जबरजस्ती ल्याए जस्तो होइन जबरजस्ती ल्याएको साइन गराइसक्नु त्यही भएर कन्यादान त गर्ने होइन तपाईँको हुँदैन सङ्कल्प गरेर बाहिर त दिनु पर्यो नि जिम्मा भेटी पैसा प्रपरीमा आफूलाई चाहियो भने त्योबाट निकाल्छन् गोदान गराउनु पर्यो नि आत्मा शरीर सिद्धि खुवाउनु पर्यो अब थाल त भयो नि त्यही त आउँदै हुनुहुन्छ अब मान्छे कहाँ उतापट्टिको मान्छे यहाँसम्म चाहिँ पुर्याउँदै गरौँ पापम दैतिष्ठके मामके पंचकवच पछाडि नै जाने हातनु त फर्का गुरु यो तन्ना नि त्यहाँ भित्र हालेको छ कि निकालेर यहाँ बस्नुहुन्छ नि त पछाडि त लक्ष्मी अनि यो चुन्द्री चाहिँदैन हैन बेला भएको छ नि देउली बनाउने बेला भएपछि माछा त बनाउँदै हुन्छ कता गयो त्यो एकछिन त्यो गोदान चाहिँ दुनामा गाई बाछो 105 जना गाई एउटा बाछो त्यसलाई चाहिँ के खाएको अरेको अशुद्ध शरीर शुद्ध होस् बेहुली बटबाट छैन यहाँ आफ्नो यहाँ होला बेग्ला बेग्ला हुन्छ नि त यहाँ सिन्दुर नहाले त कहाँ हुन्छ देउलीका मान्छे आउँदैछ र अहिले आफै खर्च गर्दै गर्छ यो चाहिँ आफ्नो शरीर शुद्धि भनेको केही खाएको गरेको अशुद्ध शरीर छ गाली गलौज गरेर छ लातीहरू काहीँ भगवान्लाई लागेको छ भने यो दान गरेर यो सिन्दुरको कर्म गर्दैछु केही विघ्न बाधा नआइकन सम्पन्न होस् भनेर अक्षताले दुईजनाले आफ्नो आफ्नो पूजा गर्छ बिहान आउनु पर्यो बिहान आउनु पर्यो बिहान बेला त कहाँ ल्याउँदैछ न बिहान होइन बिहान बिहान ए बिहान आउनु किन बिहान त गुलाबरी ल्याएको न यहाँ पाउँछ कि पाउँदैन बिहान त्यही